यस भागका प्रारम्भ सागर र कान्छीको सम्बन्धमा तनावपूर्ण अवस्थाबाट सुरु हुन्छ। उनीहरूको बीचको सम्बन्धले स्पष्ट देखाउँछ कि विश्वासको अभावले सम्बन्धमा दरार उत्पन्न हुँदै गएको छ। सागरको बदलिदो व्यवहारले कान्छीलाई असहज बनाएको छ। यसैबीच नयाँ पात्र गुण्ड फेरि एक पटक कथामा सक्रिय रूपमा प्रवेश गर्छन् र उसको आक्रमण प्रवृत्तिले कथा थप तनावपूर्ण बनाउँछन्। सागरले उसको प्रभावमा परि केही गलत निर्णयहरू गर्न थालेका सङ्केत पाइन्छन्। यिनै घटनाहरूले गर्दा कान्छीको आफ्नो स्वाभिमानका लागि उभिनुपर्ने बाध्यता सिर्जना भएको देखिन्छ। मुख्य दृश्यहरू र संवादहरू अन्तिमसम्म हेर्नु होला। कान्छी र सागरको टकराव यो भागको सबैभन्दा शक्तिशाली पक्ष भनेको उनीहरूको व्यक्तिगत सङ्घर्ष र भावनात्मक संवाद हो। कान्छीले स्पष्ट शब्दमा आफ्नो आत्मसम्मानको कुरा उठाउँछिन्, जुन अहिलेको नेपाली समाजमा धेरै युवा युवतीहरूको आवाजको प्रतिनिधित्व जस्तै लाग्छ। गुण्डहरूको आगमन गुण्डाले कथामा भएर अन्य ल्याएको छ। उसले सागरलाई मानसिक रूपले प्रभावित पार्ने प्रयास गर्छ र त्यसैले उनको निर्णय क्षमतामा असर पार्न थाल्छन्। कथा विकास र निर्देशन यस प्रकारका छन्। निर्देशकले कथा विस्तारमा ध्यान दिएका छन्। पात्रहरूको मनोवैज्ञानिकलाई राम्रोसँग देखिएको छ। क्यामेरा एङ्गल, प्रकाश संयोजन र संवादको गहिराइले यी दृश्यहरूलाई अझ प्रभावशाली बनाएको छ। विशेष गरी कान्छीको चरित्रले आत्मबल, नारी शक्तिकरण र आत्मसम्मानको कुराहरू समेटेको छ। दर्शकको प्रतिक्रिया यस्तो छन्। धेरै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेष गरी कान्छीको संवाद र अभिनयलाई धेरैले प्रशंसा गरेका छन्। कथाको उत्कृष्ट बिन्दुमा पुगेको महसुस गर्दै आगामी भागप्रति कौतूहलता देखाएका छन्। केही दर्शकहरूले भने सागरको चरित्रमा आएको परिवर्तनलाई आलोचना गर्दै पुरुष पात्रलाई कमजोर देखाएको छ भन्ने प्रतिक्रिया पनि देखाएका छन्। कान्छी भाग 256 एक भावनात्मक र मनोवैज्ञानिक रूपमा संयुक्त भाग हो, जसले सामाजिक यथार्थलाई चरित्र गर्छन्। पात्रहरूको भावनात्मक सङ्घर्ष, विश्वासघात र व्यक्तिगत निर्णयले कथालाई बलियो बनाएको छ। यो भागले दर्शकलाई सोच्न बाध्य पार्ने खालको सन्देश दिएको छ। विशेष गरी नारीका आत्मसम्मान र आत्मनिर्भरता सम्बन्धी कुरामा लेखिएको कथा छ। यो सबैजनाले हेर्नुहोला कान्छी सिरियलमा गएर। धन्यवाद।